जयमसी प्रिय सन्तगणहरू, फेरि धेरै दिन पश्चात मैले अर्को एउटा नयाँ भिडियो लिएर तपाईँहरूको सामु हाजिर भएको छु। भिडियोलाई अन्त्यसम्म तपाईँहरूले हेरिदिनुहोला अनि सुनिदिनुहोला। अनि तपाईँलाई मन परे तपाईँहरूले लाइक सेयर पनि गरिदिनुहोस् अनि कमेन्ट पनि गर्नुहोस् है, ताकि कुनै सुधार गर्नुपर्ने जग्गा छ भने त्यसमा मैले ध्यान पुर्याउन सकौँ ल। अनि सब्सक्राइब पनि गरिदिनुहोस्, धेरैभन्दा धेरैलाई सेयर पनि गरिदिनुहोस्। केही समय म अलिकति साइलेन्ट भएर बसेको थिएँ, कारण हाम्रो फ्यामिलीमा दाजु उमङलाई सडनली प्रभुले उठाउनु भएको कारणले गर्दाखेरि हामी अलिकति शोकमा डुबेको थियौँ। अब बिस्तारै बिस्तारै ट्रुथ इज सत्यलाई मान्नै पर्छ। आखिरमा उहाँलाई अब प्रभुले लानुभएको हो, त्यही कारणले गर्दाखेरि अब बिस्तारै बिस्तारै हामी एडजस्ट हुँदैछौँ। उहाँ चाहिँ मेरो जेठान मात्रै नभएर उहाँ मेरो आत्मिकी पिता पनि हुनुहुन्थ्यो, जसद्वारा मैले 1997मा प्रभु यीशु मसीहको सुसमाचार सुनेको थिएँ। अनि 97मै उहाँकै हातबाट मैले बप्तिस्मा पनि लिएको थिएँ। अनि आज पनि म उहाँलाई मेरो जेठान मात्रै होइन, दाजु मात्रै होइन, फ्यामिली मेम्बर मात्रै होइन, मेरो आत्मिकी पिताको रूपमा म सम्मान गर्छु। उहाँ प्रभुको घरमा हुनुहुन्छ। तपाईँहरू सबैजनाले अब त्यो शोकमा तपाईँहरू पनि सम्मिलित भइदिनु भयो। धेरै नेपालको प्रियहरू आएर फ्युनरलमा सहायता पनि पुर्याउनु भयो। अनि आसपास दार्जिलिङमा पनि धेरै जम्मा हुनुभएको थियो। त्यसको लागि हामी परिवार सबै नै एकदमै आभारी छौँ। अब गर्दै हामी हाम्रो त्यो डिभोसनलमा जहाँ हामी जाँदै थियौँ, अहिले मेरो पर्सनल स्टडी निकै अगाडि गइसकेको छ, रेभलेसन। अहिले म च्याप्टर 9मा छु। बिचको अलिकति केही भागहरू छोडिएको छ, त्यसलाई फेरि म बिस्तारै बिस्तारै टिप्दै जानेछु। तपाईँहरूले प्रार्थनामा याद गरिदिनुहोस् है त। आज हामी सिधासिधी रेभलेसन 9मा छौँ। हामी प्रकाशित वाक्य 9 अध्यायमा हामी छौँ। प्रकाशित वाक्य 9 अध्यायको आज म यो भिडियोमा चाहिँ केवल अलिकति केही खण्ड मात्रै गर्छु। म सबै गर्दिनँ, लामो बनाउन म जान्दिनँ, कारण लामो बनाउँदाखेरि तपाईँहरूलाई सुन्न पनि त्यो पनि पटाइ लाग्छ होइन, समय पनि लाग्छ। त्यही कारणले गर्दाखेरि विल किप इट सर्ट एन्ड विल ट्राई टु सी फ्यु थिङ्स फ्रम रेभलेसन च्याप्टर 9. Let me straight away go to verse 1. And the fifth angel sounded, and I saw a star fall from heaven onto the earth, and to him was given the key of the bottomless pit. यहाँनिर अब तुरही बजाउने क्रम हुँदैछ अनि 4टा स्वर्गदूतहरूले बजाइसके। अनि अब 5औं स्वर्गदूतले बजाउने। अनि यो तुरै बजाउँदाखेरि चाहिँ यहाँ के देखिँदैछ, एन्ड आई स ए स्टार फल फ्रम हेभन अनटु द अर्थ। एउटा तारा झर्यो माथि आकाशबाट, डर लाग्दो पृथ्वीमा झर्यो। अनि ताराको तौल कति हुन्छ, ताराको साइज कत्रो हुन्छ भन्ने कुरोहरू त तपाईँहरूलाई थाहा छ। इभन द स्मलेस्ट स्टार इज बिगर देन द अर्थ। अनि त्यो ताराको झराइले यो पृथ्वी कस्तो चाहिँ हुन्छ होला। एउटा सानो ताराको टुक्रा त पृथ्वीमा झऱ्यो भने, मिटरहरू झऱ्यो, कमेटहरू झऱ्यो, टेल स्टारहरू भन्छ, त्यस्तोहरू झऱ्यो भने त कति ठुलो यहाँनिर समस्या हुन्छ होइन, कति ठुलो नोक्सानी हुन्छ भने यहाँ त एउटा तारा झर्दैछ। unto the earth, and to him was given the key of the bottomless pit. र उसलाई परमेश्वरले के दिनुहुँदैछ, अब उसलाई त्यो अथाह कुण्डको चाबी पनि दिनुहुँदैछ। ल यो चाबी भनेर उसलाई दिनुहुँदैछ। सो गड इज इन कन्ट्रोल अफ द सिचुएसन स्टिल। जजमेन्ट नजिक हुँदाखेरि पनि, न्याय नजिक हुँदाखेरि पनि परमेश्वरले के गरिराख्नु भएको छ, सबै शक्ति र सिचुएसनलाई उहाँले आफ्नो बसमा राखिराख्नु भएको छ। His intention is only to save people
फ्रम the eternal judgment, the eternal destruction, the eternal punishment. परमेश्वरको विचार चाहिँ के हो भन्दाखेरि मान्छेलाई चाहिँ त्यो अनन्तको कष्टबाट बचाउने हो। उहाँले अझै पनि सिचुएसनलाई बसमा राखिराख्नु भएको छ। He is given the key of the bottomless pit. Verse 2, and he opened the bottomless pit, and there arose a smoke out of the pit, and the smoke of a great furnace, and the sun and the air were darkened by the reason of the smoke of the pit. Then the star went and opened the bottomless pit. चाबीको अर्थ नि के हो त? खोल्नु। ऊ गयो, त्यहाँदेखि त्यो अथाह कुण्डलाई खोलिदियो। अथाह कुण्ड खोलेपछि त्यहाँबाट के निस्किन थाल्यो? धुवाँ निस्किन थाल्यो। त्यो पिठबाट, त्यो खाडलबाट धुवाँ निक्लिन थाल्यो। यस्तो कालो कुहिरो निस्किन थाल्यो। कालो कुहिरो मतलब के भन्दाखेरि चाहिँ त्यो यस्तो प्रकारको समय हुन्छ जहाँ चाहिँ जब त्यो समयमा तपाईँ र म आइपुग्छौँ, त्यो समयमा आइपुगेपछि तपाईँ र मेरो यो आत्मिकी सोच विचार अनि तपाईँ र मेरो समाजमा के हुन्छ? कुहिरो तुवालो लाग्छ। प्रिय, तुवालो लाग्छ। हामीले कुराहरू बुझ्न सक्दैनौँ त्यति बेला। ठुलो त्यति बेला डाउटहरू निस्किन थाल्छ। डिसनमेन्ट फ्लाइज अवे। किनभने मान्छे अटेरी भइराखेको छ। अहिले त मान्छे अटेरी छ, त्यति बेलाको समयमा झन्सार मान्छेहरू झन् अटेरी हुन्छ। जस्तो फिरौन एक विपत्तिदेखि अर्को विपत्तिमा अटेरी हुँदै गएको थियो नि। जति अटेरी हुँदै गयो त्यति नै के भयो त? उसमाथि आइपर्ने त्यो कष्टहरू अझै तीव्र प्रकारले बढ्दै गए। अझ त्यस्तै प्रकारले यहाँ पनि अब के हुँदैछ? मान्छेहरू पहिलो सिलले भएन, दोस्रो सिलले भएन, तेस्रो सिलले भएन, चौथो सिलले पनि भएन। दे आर नट वान्टिङ टु रिपेन्ट। नाउ द फिफ्थ सिल इज ओपन एन्ड नाउ हियर स्टार्ट्स द डिल्युजन। अब यहाँनिर डिल्युजनहरू भयो। उनीहरूले एकदम अब उनीहरूको यो पनि धुन्धुला भयो, समाजहरू पनि धुन्धुला भयो। पुरा त्यो कालो तुवालो उठेको जस्तो है, फग लागेको जस्तो उनीहरूको अब विचार भाव पनि त्यति साह्रो भइसक्यो। अब तेस्रो पदलाई हेर्नु, एन्ड देयर केम आउट अफ द स्मोक लोकस्ट। अनि त्यो धुवाँ सँगसँगै के निक्ल्यो? सलहहरू। एकदम सलह निस्किँदाखेरि कस्तो प्रकारले निक्लिन्छ है? आकाशै ढाक्ने गरी। अब सलहहरू निक्लियो। अपन द अर्थ एन्ड अन टु देम वाज गिभन पावर एज द स्कर्पियन्स अफ द अर्थ ह्याभ पावर। अहिलेको सलहहरूलाई त त्यस्तो त्यो शक्ति छैन नि त, परमेश्वरले दिनुभएको छैन। दे जस्ट नेबल द टेन्डर पार्ट्स अफ द प्लान्ट्स। उनीहरूले के गर्छ? त्यो पौधाहरूको कलिलो मुनाहरूलाई खान्छ, बालाहरूलाई खान्छ, दानाहरूलाई खान्छ। तर यति बेलाको सलहहरूलाई चाहिँ त्यो मुना पौधाहरू, त्यो बालाहरू खानको लागि होइन, त्यो टेन्डर पार्ट्स खानको लागि होइन, तर उनीहरूलाई विशेष स्पेसल कुराको लागि परमेश्वरले खटाउनु भएको छ। त्यो चाहिँ यहाँनिर उनीहरूलाई के गरेको छ त? एन्ड अन टु देम वाज गिभन पावर एज द स्कर्पियन्स अफ द अर्थ ह्याभ पावर। जसरी यो पृथ्वीमा बिच्छीलाई शक्ति दिएको छ, त्यस्तै प्रकारले यी सलहहरूलाई पनि अब शक्ति दिएको छ। भनेको पोइजन छ उनीहरूसँग। 4 पद, एन्ड इट वाज कमान्डेड देम द्याट दे शुड नट हर्ट द ग्रास अफ द अर्थ, नेदर एनी ग्रीन थिङ्स, नेदर एनी ट्री, but only those men which have not the seal of God in their foreheads. अनि उनीहरूलाई स्पेसल कमान्डमेन्ट पनि दिनुभयो परमेश्वरले। अबदेखि आइन्दादेखि उसो तिमीहरूले पृथ्वीमा कुनै घाँसहरू अर्थात् कुनै पनि प्लान्ट्सहरूलाई तिमीहरूले नोक्सानी पुर्याउने होइन, तर तिमीहरूले चाहिँ तिनीहरूसँग डिल गर्नु जो चाहिँ के भन्दाखेरि ती मानिसहरूसँग जसले उनीहरूले परमेश्वरको छाप लगाउन मानेनन्। परमेश्वरको छाप भनेको तपाईँ र मलाई सिक्योरिटी हो। परमेश्वरको छापले तपाईँ र मलाई बचाउने काम गर्छ। जसलाई छाप लगाइएको छ ती छाप लगाइने मान्छेहरू यो 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 यस्तो कष्टबाट उनीहरू भएर जाँदैनन्। जस्तो अब याद गर्नुहोस्,
मिश्रमा जसै त्यो 10औं विपत्ति आउन लागेको थियो, परमेश्वरले गएर हरेक उनीहरूको डुवर पोस्टमा तिमीहरूले रगतको छाप लगाउनु भन्नुभएको थियो। जसै जसै त्यो रगतको छाप लगाएको दरवाजामा स्वर्गदूतहरू आए, ती घरहरू स्पेयर भएको थियो। त्यस्तै प्रकारले अब यति बेला पनि परमेश्वरले परमेश्वरका जनहरूलाई छाप लगाउनुहुन्छ। त्यो छाप लगाउनुको अर्थ चाहिँ के हो त? परमेश्वरमा तपाईँ र मैले सिक्योरिटी पाउनु। अब यी लोकस्टहरूलाई, यी सलहहरूलाई यस्तो आज्ञा दिएको छ कि जसको छाप लगाइएको छैन तिनीहरूलाई चाहिँ गएर तिमीहरूले कष्ट पीडा दिनु। 5 पद, एन्ड टु देम इट वाज गिभन द्याट दे शुड नट किल देम बट द्याट दे शुड बी टर्मेन्टेड 5 months, and their torment was as the torment of a scorpion when he striketh a man. अब उनीहरूलाई यो पनि आज्ञा दियो कि तिमीहरूले गएर सिधै ती मानिसहरूलाई नमारी हाल्नु, उनीहरूलाई 5 महिनासम्म कष्ट दिनु। 5 महिना कष्ट दिनुको अर्थ चाहिँ के हो त? बा त 5 महिनामा त्यो इन्डिभिजुअलले फर्केर रिपेन्ट गरिहाल्छ कि प्रस्ताव गरिहाल्छ कि? प्रस्तावको लागि अझै पनि दरवाजा परमेश्वरले खुला राखिदिनु भएको छ। बाँच्नको लागि प्रस्ताव गऱ्यो भने त्यो मान्छे बाँच्छ। परमेश्वरको चाहना छ यो मान्छे बाँचोस्, यो मान्छे बाँचोस्। लेट हिम नट गो टु द्याट इटर्नल हेल फर इटर्निटी। त्यो अनन्तको नरक कुण्डमा सधैँको लागि नजाओस् भन्ने परमेश्वरको इच्छा। त्यही कारण उहाँले अझै पनि भन्नुहुँदैछ साउललाई, 5 महिनासम्म तिमीहरूले मारिचिन हाल्नु, डस्नु, मारिचिन हाल्नु, तर 5 महिनासम्म उसलाई कष्ट होस्। 6 पद, एन्ड इन दोज डेज श्याल म्यान सिक डेथ एन्ड श्याल नट फाइन्ड इट एन्ड श्याल डिजायर टु डाई एन्ड डेथ श्याल फ्ली फ्रम देम। अनि ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्ने छन् तर पाउने छैनन्, र उनीहरू मर्न चाहने छन् तर मृत्यु उनीहरूदेखि भागिहाल्छ। कस्तो कुरा! अहिले त मान्छेलाई मर्नु सजिलो छ नि। उनीहरूले दोरी लगाएर, पासो लगाएर झुन्डेर मर्छन्, उनीहरू पोइजन खाएर मर्छन्, उनीहरू कसैले गोली ठोकेर मर्छन्, उनीहरू विभिन्न प्रकारले, कोही आगोमा हाम फालेर, कोही खोलामा हाम फालेर मर्छन्। तर ती दिनमा मृत्यु हुँदैन मान्छे, मृत्यु पनि भाग्छ मान्छे। मृत्यु पनि मान्छेको वरिपरि म मर्छु नि, म मर्छु नि, म मर्छु नि भन्दाखेरि पनि मर्न पाउँदैन। त्यति साह्रो कष्टको दिन, त्यस्तो त्यो भयानक दिन आउँदैछ। अनि त्यो भयानक दिनबाट बचाउनको लागि परमेश्वरले उहाँको एकमात्र पुत्र प्रभु यीशु मसीहलाई यो संसारमा तपाईँ र मेरो लागि पठाउनु भएको। अनि आज पनि अनुग्रहको समय छ। आज पनि प्रभु यीशु मसीहलाई तपाईँ र मैले विश्वास गर्दाखेरि तपाईँ र म त्यो भयानक मृत्युमा, अर्थात् त्यो दिनमा तपाईँ र मेरो त्यस्तो त्यो सङ्कटपूर्ण अवस्था हुँदैन प्रिय। त्यही कारण आज पनि म तपाईँहरूलाई ख्रीष्ट यीशुको पक्षमा म बिन्ती गर्छु, यदि प्रभु यीशु मसीहलाई तपाईँले विश्वास गर्नुभएको छैन भने आज नै उहाँलाई विश्वास गर्नुहोस्। अनि त्यो भयानक समस्यादेखि, अर्थात् त्यो कष्टदेखि तपाईँ पनि बाँच्ने कोसिस गर्नुहोस्। 7 पद, एन्ड द शेप्स अफ द लोकस्ट वेयर लाइक अन टु हर्सेस एन्ड प्रिपेयर्ड अन टु ब्याटल एन्ड अन द हेड्स where as it were crowns like gold and their faces were as the faces of men. ल अब हेर्नुहोस् त, these beings are very different. त्यो सलह अहिलेको जस्तो सलह छैन। उनीहरूको आकार पनि यहाँनिर बयान गरिएको छ। उनीहरू कस्तो थियो भन्दाखेरि, द शेप्स अफ द लोकस्ट वेयर लाइक अन टु हर्सेस प्रिपेयर्ड अन टु ब्याटल। लडाइँमा अब लड्न जाने घोडा तयारी गरेको जस्तो ती सलहहरू पनि त्यस्ता थिए, त्यस्तो देखिँदै थियो। अनि उनीहरूको शिरमा के लगाइएको थियो? सुनको मुकुट लगाइएको थियो। एन्ड देयर फेसेस वेयर एज द फेसेस अफ म्यान। अनि उनीहरूको अनुहार चाहिँ मान्छेको अनुहार जस्तो देखिराखेको थियो अरे। भेरी स्ट्रेन्ज। 8 पद, एन्ड दे ह्याड हेयर एज द हेयर अफ वुमेन एन्ड द टिथ वेयर एज द टिथ अफ लायन्स। उनीहरूको केस चाहिँ स्त्रीको जस्तो केस थियो अरे। एन्ड देयर टिथ वेयर एज द टिथ अफ लायन्स। स्त्रीको केस भनेको यो चाहिँ धोकेबाज कुरा हो। यो कसै स्त्रीलाई पछाडिबाट तपाईँले हेर्नुभयो भने लामो सलल परे केस देख्नुहुन्छ, घुँडासम्म, तल कसैको त कुर्कुच्चासम्म।
अनि त्यो केस चाहिँ शोभा भन्छ नि त, बाइबलले पनि भन्छ शोभा, त्यसले राम्रो देखिन्छ भन्छ। पछाडिबाट हेर्दाखेरि यो लोकस्टहरूको पनि के थियो, स्त्रीको जस्तो केस थियो, लामो लामो, तर अगाडि हेर्दा चाहिँ सिंहको जस्तो दारा थियो उनीहरूको। डरलाग्दो भयानक आकारको लोकस्टहरू थियो यिनीहरू, सलहरू थियो। 9 पद, एन्ड दे ह्याड ब्रेस्टप्लेट्स एज इट वेयर ब्रेस्टप्लेट्स अफ आइरन एन्ड द साउन्ड अफ देयर विङ्स वाज एज द साउन्ड अफ च्यारियट्स अफ मेनी हर्सेस रनिङ टु ब्याटल। उनीहरूको मान्छेको होइन, तर यिनीहरू चाहिँ अब लडाकु भएर आएको छ, परमेश्वरले खटाउनु भएको है, लडाकु भएर लडाइँमा एकदम त्यो लडाइँ गर्न आएको सेनाहरू जस्तो भएको छ। अनि उनीहरूको छातीमा पनि छातीपाता लगाएको छ। छातीपाता पनि के को छ, फलामको छ। नाङ्लो होइन प्रिय हो, काठहरू होइन, फलाम, जसलाई चाहिँ केहीले पनि छेड्न सक्दैन। त्यति प्रोटेक्टिभ अवस्थामा उनीहरू आएको छ। मान्छेको छैन, मान्छे खाली छ, उनीहरूको छाती खुल्ला छ है। यहाँनिर ब्रेस्टप्लेट्स अफ आइरन एन्ड the sound of their wings was as the sound of chariots of many horses running to battle। अनि तिनीहरूको पखेटा चाहिँ अब लडाइँमा लड्न गएको त्यो जुन रथहरू घोडाले कुदाउँछ नि, त्यस्तै प्रकारको आवाज पखेटाबाट, त्यस्तै प्रकारको आवाज एकदम गन्न भएर आइराखेको थियो। 10 पद, एन्ड फाइनली and they had tails like unto scorpions, and there were stings in their tails, and their power was to hurt man 5 months। अनि उनीहरूको पुच्छरमा चाहिँ के थियो अरे, they had tails unto scorpions, बिच्छीको जस्तो पुच्छर थियो उनीहरूको, and there were stings in their tails, अनि उनीहरूको पुच्छरमा खिल थियो, डरलाग्दो बिच्छीको जस्तो खिल थियो, tails, and their power was to hurt man 5 months। अनि त्यो शक्ति चाहिँ के थियो, मान्छेलाई 5 महिनासम्म कष्ट पीडा दिने शक्ति थियो। पर्मानेन्ट होइन, पर स्टिल यहाँ पनि म तपाईँलाई के भन्दैछु भन्दाखेरि परमेश्वर अझै पनि अनुग्रही हुनुहुन्छ। ही वान्ट्स पिपल टु रिपेन्ट फर देयर सिन्स एन्ड कम ब्याक टु हिम सो द्याट ही क्यान गिभ देम द इटर्नल लाइफ। त यो प्रकाशित वाक्य 9 अध्यायको 1 पददेखि लिएर 10 पदसम्म हामीले हेऱ्यौँ। अर्को खण्डलाई फेरि हामी फलोअप गर्नेछौँ। म तपाईँहरूको लागि पार्ट 2 भन्ने राखौँला। तपाईँहरूले नबिराइकन यो सबै भिडियोहरू हेरेर फेरि पनि म तपाईँहरूलाई आग्रह गर्छु, यदि तपाईँले मन पर्यो भने लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् अनि सब्सक्राइब गरिदिनुहोस् च्यानललाई। ल फेरि अर्को भिडियोमा भेटौँला। जय मसी।